This is Ganesh Vishwa Richard. खुट्टामा जुत्ता टक्क लाएर पोइन्ट सहित कपडा सपडा टक्क एकदम बडी छ है साथी। यहाँ कहिले चाहिँ एड कहिले खुसी अब दुखी भएर पनि केही छैन। हेलो एभ्रिवान, नमस्कार। म छु तपाईहरुको साथमा गणेश। अब मैले चाहिँ अब मेरो दाइ चाहिँ रोमानियाबाट रिटर्न भएर फेरि नेपाल आउँदै हुनुहुन्छ। So I'm going to pick up to him from Tikapur. Now today I'm Tikapur. Just I'm going to from here. Okay. काठमाडौँ चाहिँ म पिकअप गर्न जाँदैछु। काठमाडौँसम्म जान्छु म है। बिचमा देखाउँछु तपाईहरुलाई के कस्तो हुन्छ भनेर। लिन्छ बोकेर अहिले अहिले आउँदै छैन। गर्मी चाहिँ एकदम बढी छ है साथी। यहाँ गर्मी चाहिँ एकदम बढिया छ। गर्मीले चाहिँ फल्नै गर्मी लाग्छ। आज मैले फेरि हिजो अस्ति पानी परेको थियो नि त। पानी परेपछि फेरि अनि घाम लाग्यो भने झन् गर्मी छ। त्यही भएर गर्मी चाहिँ धेरै छ। फाइनली म चाहिँ टिकापुरमा पुगिसकेँ। अब टिकापुरमा यो बसमा चाहिँ बसेको छु। यो बसमा टिकट काटेँ होइन मैले, अनि आएँ टक्क टिकट सिकट काटेर अनि ट्याक्क पारेर यो बसमा चाहिँ बसेँ। मौज छ जिन्दगी, रक अन रक अन। बस चाहिँ यस्तो छ मेरो लग्जरी बस हो नि त, एसी बस हो। म चाहिँ काठमाडौँ पुगिसकेको छु। अब हिजो चढेको चाहिँ टिकापुरदेखि चाहिँ हिजो चढेको। अब काठमाडौँ आउनुको मेन उद्देश्य चाहिँ मैले हाम्रो दाइ आउँदै हुनुहुन्छ, उहाँ रोमानियादेखि आउँदै हुनुहुन्छ होइन। म चाहिँ पिकअप गर्न आएको उहाँलाई। त्यही भएर म आएँ पिकअप गर्न। अब आगामी दिनहरूमा पनि के हुन्छ भन्ने कुरो चाहिँ थाहा छैन। म चाहिँ काठमाडौँ पुगिसकेँ। काठमाडौँ पुगेर टक्कै एउटा होटलमा, एउटा रोयल भन्ने होटलमा चाहिँ म यहाँ बसेको छु। स्टे गरेको छु मैले यहाँ चाहिँ होइन। अनि भोलिको दिनको पर्खाइ चाहिँ भोलि बिहान 8 बजे चाहिँ दाइको ल्यान्डिङ छ। दाइको ल्यान्डिङमा अनि फेरि म चाहिँ यहाँदेखि एयरपोर्ट गएर टक्क दाइलाई पिकअप गरेर चाहिँ आउने उद्देश्य छ। तर बाटोमा आज चाहिँ म टक्क उता हुँदै आएँ। फेरि टिकापुरबाट चढियो बसमा, टिकापुरबाट भुटोल, भुटोलबाट टक्क त्यहाँबाट उताबाट बाटो चाहिँ जाम छ, बाटो चाहिँ खराब छ भनेर गाडीवालाले चाहिँ पोखरा हुँदै लिएर आयो क्या हामीलाई। पोखराबाट पोखरा हुँदै लिएर आयो क्या हामीलाई। पोखराबाट अनि पोखरा हुँदै आयौँ हामी। पोखराबाट अनि मुगलिङबाट अनि टक्क माथितिर आएर यताबाट चाहिँ आयौँ हामी। त्यो बाटो चाहिँ हामी यतातिर आयौँ। आएर म टक्क यहाँ पुगेकै थिएँ। म बसबाट ट्याक्क पुगेँ। त्यो बसबाट पुग्ने बित्तिकै फेरि आउनु भएन। यो होटलको मालिक चाहिँ टक्क आएर मलाई होइन अब जाऊँ मेरो होटलमा, त्यतै बसौँला अनि भन्नुभयो। अनि टक्क आयो। रुम सुम हेरेँ, एकदम दामी छ है रुम चाहिँ। अनि हेर्न सक्नुहुन्छ तपाईँहरू। रुम चाहिँ यस्तो छ, टक्क साइलेन्ट लाइट्स यस्तो छ। सिङ्गल रुम हो यो चाहिँ। टोइलेट बाथरुम छ यहाँनिर होइन। यो टक्क अहिले चाहिँ अब ठिक छ। भोलि बिहानको वेटिङ छ। अब फेरि पनि सबैलाई नमस्कार। अब चाहिँ म चाहिँ रेडी हुँदैछु है साथी हो। टक्क रेडी भएर फेरि अहिले 8 बजे चाहिँ ल्यान्डिङ छ दाइको। टक्क 8 बजे चाहिँ म त्यहाँ पिकअप गर्न यहाँदेखि पुग्न हालेछु। अब एकछिनमा पठाउ चाहिँ बुक गर्छु। यहाँ काठमाडौँमा चाहिँ पठाउ चल्छ होइन टन्न, त्यही भएर पठाउ बुक गर्छु। तल गएर होटलको मालिक
साथीले चाहिँ मलाई पठाउ बुक गरिदिन्छु तल हो भाइ भनेर भनेका छन्। तल गएर टक्क पठाउ बुक गर्छु अनि त्यहाँपछि चाहिँ म लाग्छु कपडा सपडा चेन्ज गरेर टक्क म उतातिर लाग्छु। ल अब टक्क तयार भइयो, खुट्टामा जुत्ता टक्क लाएर पोइन्ट्स कपडा सपडा टक्क लाएर होइन चाहिँ अब टक्क लाएर यस्तो भयो। अब यहाँबाट चाहिँ जाने प्लानिङ र तयारी चाहिँ भइसक्यो मेरो गाइज। अब हेरौँ बाटोमा के हुन्छ अनि बाटोबाट अगाडि गएर एयरपोर्टमा चाहिँ के हुन्छ, पछि चाहिँ टक्क दाइलाई पिकअप भएर ल्याउनु चाहिँ टाइम लाएर टक्क ब्याग स्याग भिरिन्छ अनि त्यहाँ पछि चाहिँ अब गइन्छ टक्क ब्याग स्याग भिरियो। अब यहाँदेखि चाहिँ लाग्ने तयारी हो गएर रक अन गाइज रक अन। अनि दिस इज गणेश विश्व रिचार्ड एन्ड यु आई होप यु नो द्याट गाइज प्लिज लेट्स इन्जोय द डे। सबलाई भन्न चाहन्छु सबै रमाइलो गर्नुहोस्, जिन्दगीमा होइन के छ मरिलानु केही पनि छैन, जे गर्ने हो बाँचुन्जेल गर्ने हो। त्यही भएर आफ्नो लाइफमा जति हुनसक्छ इन्जोय गर्ने हो। जति बेला मोमेन्टहरू आउँछन् होइन धेरै मोमेन्टहरू आउँछन्, खुसी हुने ह्याप्पिनेस हुने, कहिले स्याड कहिले खुसी। अब दुःखी भएर पनि केही छैन गाइज होइन, खुसी नै रहनुपर्छ भन्ने बनायो मेरो चाहिँ। जे होस् जिन्दगीमा अब यस्तै त हो नि, खुसी रहनुपर्छ, हाँस्नुपर्छ, खेल्नुपर्छ, रमाइलो गर्नुपर्छ। लेट्स भिजिट काठमाडौँ। फाइनली अनि हाम्रो साथी चाहिँ पुगिसक्नु भएको थियो टक्क। अनि गाडीमा स्कुटी ल्याउनु भएको थियो, स्कुटीमा बस्यो होइन। टक्क स्कुटीमा बसेर फेरि यहाँदेखि चाहिँ म गइरहेको छु अब एयरपोर्टतिर। अब एयरपोर्टतिरको त्यहाँ एयरपोर्टमा 8 बजे चाहिँ मलाई पुग्नु भनेको छ। अनि म टक्क गइरहेको थिएँ ट्याक्क पारेर। अनि यो चाहिँ हाम्रो कहाँ पठाउनुहुन्छ? पठाउनुहुन्छ कहाँ छ मेन पावर? यो चाहिँ इन्टरनेसनल एयरपोर्ट नेपाल काठमाडौँ। म चाहिँ अब इन्टरनेसनल एयरपोर्टमा आइसकेको छु, सायद थाहा भइसक्यो होइन। यहाँ चाहिँ अब एक्जिट पोइन्ट चाहिँ यता रहेछ। मैले एउटा प्रहरी दाइलाई सोधेर टक्क यतातिर चाहिँ आयो होइन। यो चाहिँ एक्जिट पोइन्ट हो गाइज। अब हेरौँ कताबाट आउँछ, माथि पनि छ गरे तल पनि छ गरे। अब यहाँ हेरौँ हामी चाहिँ कताबाट हुन्छ है। हेर्नुहोस् है साथीहरू, फाइनली मान्छे चाहिँ रिचेस्ट इन काठमाडौँ यहाँ चाहिँ आइसक्नु भएको। एक्जिट पोइन्ट चाहिँ यहाँ रहेछ गाइज होइन। टक्क अब थाहा हुने भयो, एकछिनमा आइपुग्छन् होला दादा। यहाँ पछि अब लगेर जाम्ला नि। फाइनली गाइज हामी चाहिँ भेट भइसक्यो होइन। अब भिडियो बनाउन चाहिँ मिलेन, धेरै समयपछि यहाँ आइसक्नु भएको छ उहाँबाट, रोमानियाबाट होइन। केही समय 2 वर्ष पहिला आफ्टर 2 years he is arrived in Nepal. So we are together here. We are visiting the Kathmandu KTM. This is KTM. So we are going to visit this area.
धेरै लामो समयपछि फेरि पनि यहाँ आएको हामी होइन।